यहाँ सबैलाई नमस्कार। देख्न सक्नुहुन्छ हामीले यसरी खाना वितरण गरिरहेका छौँ। आज 47 दिनमा प्रवेश गर्दै हामीले यसरी खाना वितरण गरिरहेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो परिवार नवपुरुष शाखाको परिवार हुनुहुन्छ। उहाँहरू चाहिँ यसरी मजाले खाना खाइरहनु भएको छ। देख्न सक्नुहुन्छ है यसरी मजाले यसरी हामीले सेवा सुविधा दिँदै आइरहेको छौँ। देख्न सक्नुहुन्छ तपाईहरु पनि दाजुभाइ दिदीबहिनीहरू कोही व्यक्तित्वहरू यसरी सेवा गर्न चाहनुहुन्छ भने हामीलाई खबर गर्नुहोला। व्यावहारिक व्यवस्थापन तथा पूर्ण जीवन केन्द्र नवपुरुष शाखालाई खबर गर्न सक्नुहुन्छ। तपाईको जन्मदिनको अवसर परेको, श्राद्धको अवसर पर्दा, तपाईको केही शुभ कार्य पर्दा, कि पूजा पाठ हुँदाफेरि देखि लिएर हरेक चिजको शुभ साहित्य पर्दाखेरि यसरी व्यावहारिक आमा बुवाहरूलाई सहयोग गरेर सेवा पाउन सक्नुहुन्छ चाहनुहुन्छ भने चाहिँ यसरी हामीलाई खबर गर्नुहोला है। यसरी हाम्रो के छ, खुसी हुनुहुन्छ नि? हैन खुसी हुनुहुन्छ आमा? खुसी हुनुहुन्छ नि? खुसी हुनुहुन्छ है? ल अनि के छ, तपाईँ पनि खुसी हुनुहुन्छ? ल धेरै धेरै धन्यवाद। सम्पूर्ण परिवार हाम्रो व्यवहारिक आमा बुवाहरू, उहाँहरूको चाहिँ परिवार पनि छैन, सहारा पनि छैन कसैले, हैन? यसरी सडकमा आएर यसरी बसिरहनु भएको छ। उहाँहरूलाई चाहिँ हामीले दैनिक आज चाहिँ तपाईको 47 दिनमा प्रवेश गर्दै यसरी हामीले खाना वितरण गर्ने कार्यक्रम दैनिक उहाँहरूले यसरी सेवा सुविधा दिनु। तपाईको खानापिनादेखि लिएर कपडादेखि लिएर तपाईको हैन हरेक चिजको चाहिँ हामीले सेवा सुविधा दिँदैछौँ। देख्न सक्नुहुन्छ यसरी मजाले पेटभरि खाना च्याटलार दाल भात तरकारी मजाले ल्याएर चाहिँ हामीले खुलाएको छौँ। व्यावहारिक व्यवस्थापन तथा पूर्ण जीवन केन्द्र नवपुरुष शाखाले चाहिँ